गुड मर्निङ फ्रेन्ड्स। आज चाहिँ म बिहानै रुम सफा गर्दैछु। मैले चाहिँ पहिला छोराछोरीको रुमबाट सुरु गरेँ। हेर्नुहोस् त कति धेरै मेसी बनाइरहेछन् रुमलाई। हन मेरो मात्र यस्तो हो कि हजुरहरूको छोराछोरीले पनि यस्तै गर्छन् हौ। यो खेलौनाहरू पनि जताभावी फाल्छन्। गाह्रो छ हौ हामी आमाहरूलाई पनि। यो पनि सफा गर्न पनि कहाँ सञ्चले दिन्छन् र बेला मौकामा आएर डिस्टर्ब गरिराख्छन्। अनि सिटिङ रुमको हालत पनि त्यस्तै भइरहेछ। यो छुट्टीको बेला चाहिँ बाहिर घुम्न जान नपाएर होला रुमको हालत बेहाल गर्छन् दिनभरि। मेरी छोरीले चाहिँ आएर बेला बेलामा मलाई डिस्टर्ब गर्दैछिन्। फाइनली रुम चाहिँ मैले सफा गरिसकेँ छोराछोरीको। तर के गर्नु साथी, हेर्नुहोस् न फेरि फोहोर गर्न सुरु भइसक्यो। छोराछोरीको रुम र सिटिङ रुम चाहिँ अहिले सफा गर्न भ्याए। अरू बाँकी चाहिँ अरू भिडियोमा। बाई बाई फ्रेन्ड्स।